स्थानीय सरकारले जति गर्नुपर्ने त्यति गरेको छ। विद्यार्थी सङ्ख्या, विद्यार्थीको अनुपातको आधारमा शिक्षक व्यवस्थापन हुन सकेको छैन र विद्यालयको इन्डिभिजुअल समस्या के छ त्यसमा समाधान गरिदियो भने साँच्चै भन्नु भने हाम्रो सरकारी स्कुलहरू राम्रो हुन्छ। तर नेपाल सरकारले बिजुली बिल बापत 1 रुपियाँ पनि हामीलाई दिँदैन। यो विद्यालयमा जुन हिसाबको विद्यार्थीको सङ्ख्या छ त्यो हिसाबले टिचर देखिएन यो विद्यालयमा, किन होला? हाम्रो स्वीकृत दरबन्दी अन्तर्गत शिक्षक छैन त्यति, तर निजी स्वरूपबाट हामी व्यवस्थापन गरेको हो। पटक पटक हामीले अब शिक्षक व्यवस्थापन गर्ने जिम्मा चाहिँ शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिएको छ। हामी पटक पटक शिक्षक माग गरेको हो तर हामी पाएका छैन। हाम्रो त्यो दुखेसो हो। त्यसको कारणले हामी के गरेको छ, निजी स्रोतबाट शिक्षकको व्यवस्थापन गरेको। अनि यो विद्यालयमा के कस्ताहरू समस्या छ विद्यार्थीलाई पढाउनु? अहिलेको मेनली समस्या सबभन्दा हाम्रो भौतिक पूर्वाधार कम्प्लिटली पुगेको छैन। त्यो कारणले हाम्रो साइन्स ल्याब व्यवस्थापन हुन सकेको छैन, कम्प्युटर ल्याब व्यवस्थापन हुन सकेको छैन, पुस्तकालय व्यवस्थापन हुन सकेको छैन। पहिला हामी पुस्तकालय सञ्चालन गरेको रुम जुन थियो त्यसमा हाम्रो विद्यार्थी सङ्ख्या, विद्यार्थीको चाप बढेको कारणले कक्षाकोठा सञ्चालन गर्नु पर्यो र कक्षाकोठा सञ्चालन गर्नु परेको कारणले अहिले पुस्तकालय पनि अलमलमा परेको छ। हामीले व्यवस्थित पुस्तकालय सञ्चालन गर्न सकेको छैन, हामीले साइन्स ल्याब सञ्चालन गर्न सकेको छैन। त्यो सम्पूर्ण कुरा के हो, त्यो भौतिक पूर्वाधार पूर्ण रूपमा पुगेको छैन। प्रत्येक वर्ष हाम्रो निकायहरूले भौतिक पूर्वाधार निर्माण पनि गरेको हो, तर विद्यार्थीको धेरै चाप भएको कारणले प्रत्येक वर्ष के गरेको छ त भौतिक पूर्वाधार घट्दै गएको छ। टोयलेटको पनि राम्रो व्यवस्थापन हुन सकेको छैन। त्यसपछि तपाईँको खानेपानीको पनि हामीलाई व्यवस्थापन हुन सकेको छैन। धाराको बलमा हामी बाँच्नु परेको छ। कहिले लाइन कट्यो भने पानीको नै अभाव हुन्छ, पानीको नै हाहाकार हुन्छ। यस्ता समस्याहरू छन् भौतिक पूर्वाधार अन्तर्गत। त्यसपछि म्यान पावर अन्तर्गतको कुरा गर्दाखेरि विद्यार्थी सङ्ख्या, विद्यार्थीको अनुपातको आधारमा शिक्षक व्यवस्थापन हुन सकेको छैन। त्यो कारणले हामीले जस्तो क्वालिटी, जस्तो गुणस्तरीय शिक्षा हामी सोचेका हौँ त्यस्तो गुणस्तरीय शिक्षा हामी दिन सकिरहेका छैनौँ। हाम्रो म्यान पावर अन्तर्गत यस्ता समस्या छ। अर्को कुरा के छ, अहिले हाम्रो 20वटा कक्षा सञ्चालन गर्नको लागि, गर्मी छल्नको लागि प्रत्येक कक्षामा कुनैमा 3वटा कुनैमा 4वटा पङ्खा हामी जोडेका छौँ। जम्मा लगभग 100-150वटा पङ्खा सञ्चालन छ। तर नेपाल सरकारले बिजुली बिल बापत 1 रुपियाँ पनि हामीलाई दिँदैन। हामीले त्यस्ता समस्या, बिजुली बिलको पनि समस्या छ। अब पङ्खा नचलाएपछि विद्यार्थीहरू कसरी पढ्छ? गर्मीको समयमा पङ्खा चलायो भने हामीले बिजुली बिल तिर्न पनि धोको भएको छ। यस्ता अवस्थाहरू छन्। हामीले प्र्याक्टिकल झन् व्यवस्थित गर्नको लागि हामीले राम्रो नेटको व्यवस्थापन गरौँ भनेर सोचेको हो, तर नेपाल सरकारले हामीलाई 15,000 रुपियाँ दिन्छ। त्यसमा 100 KB कि कति 50सम्मको मात्रै हामीलाई नेट आउँछ। त्यसले गर्दा हामीले अहिले नेट पनि राम्रो व्यवस्थापन गर्न सकेको छैन। प्रविधिसँग हामीले शिक्षालाई जोडौँ सोचेको हो। सबै डिजिटल बोर्डहरू छ यहाँ? छैन, एउटा पनि छ। डिजिटल बोर्ड एउटा पनि छैन। यसपालि हामीले किन्नको लागि व्यवस्थापन गर्दैछौँ, तर यसपालि 2-3वटा जति हुन्छ। मतलब नगरपालिकाले जो हिसाबले सहयोग गर्नुपर्ने छ त्यस्तो अवस्थामा छैन सहयोग गर्ने। नगरपालिकाले ठ्याक्कै हामीले गर्नुपर्ने कुरा के छ भने ठ्याक्कै विद्यालयमा जाने र विद्यालयको इन्डिभिजुअल समस्या के छ त्यसमा समाधान गरिदियो भने साँच्चै भन्नु भने हाम्रो सरकारी स्कुलहरू राम्रो हुन्छ। तर त्यस्तो हामीले भेटेका छैन, हेरेका छैन, गरेको छैन। मतलब यहाँको स्थानीय सरकारप्रति तपाईँ या यो विद्यालय असन्तुष्ट हुनुहुन्छ? स्थानीय सरकारले जति गर्नुपर्ने त्यति गरेको छ।